नमस्कार। म यो भिडियोमा नेपालको राष्ट्रिय गान सम्बन्धी जानकारी लिएर उपस्थित भएको छु। यस च्यानललाई सब्स्क्राइब गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। कुनै कुरा मिलेनन् भनेदेखि तल कमेन्ट बक्समा यसको एन्सर यो हो भनेर राखिदिनुहुन हार्दिक अनुरोध गर्दछु। नेपालको राष्ट्रिय गान सम्बन्धी जानकारी। राष्ट्रिय गानको रचयिता प्रदीप कुमार राई व्याकुल माइला हुनुहुन्छ। सङ्गीतकारमा अमर गुरुङ हुनुहुन्छ। हरफ जम्मा हरफ 8 हरफ छ। 8 हरफ। शब्द सङ्ख्या 46 शब्द छ। अक्षर सङ्ख्या 128 वटा अक्षर छ। गायक गायिकाको स्वर 20 जना हुनुहुन्छ। राष्ट्रिय गान लागू भएको मिति 2064 साल साउन महिनाको 18 गते रहेको छ। अनुसूची 2 धारा भाग 1 को धारा 9 मा राष्ट्रिय गान इत्यादि लेखिएको छ। धारा 9 मा राष्ट्रिय गान लेखिएको छ। हस् त यो भिडियोमा यति नै। फेरि यस्तै जानकारी लिएर आइरहनेछु। यो च्यानललाई सब्स्क्राइब गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। कुनै कुरा मिलेनन् भनेदेखि तल कमेन्ट बक्समा यसको एन्सर यो भनेर राखिदिनुहुन हार्दिक अनुरोध गर्दछु। फेरि अर्को भिडियोमा भेटौँला। हस् त, नमस्ते।